हेलो के छ वेलकम टु माई ब्लग सबैजना आरामै हुनुहुन्छ होला। आज बाला चतुर्दशी मेला हाम्रो माथि डहरे देउराली। खासै जान मन त नभएको थिएन, तर दाइहरू आउनु भएको रहेछ। जाम भन्नुभयो। खासै घरबाट निक्लन मन त थिएन, तैपनि दाइहरूले जाम भनेर निस्किहाल्यो। अनि के छ तपाईँहरूको खबर तपाईँहरू कुन ठाउँमा नि हुँदैछ होला मेला, कुन ठाउँमा कमेन्ट गर्नु होला कुन ठाउँमा हुँदैछ है। यताबाट चाहिँ म एक्लै हिँडिरहेको छु। उताबाट त मान्छे आज सब्जी छर्नी धान मकै कोदो होइन के छर्नी भन्छन्। मैले त अझ एक वर्ष चाहिँ बार्नु पर्ने होइन। खासै पूजा त गर्दिनँ मैले, तर दाइहरूलाई यस्तो साथै जाम भन्नु धेरै लगभग भयो होला 6-7 वर्षै भयो होला म नगएको डरतिर। आज यता गइदिउँ भनेर हिँडेको भाइहरूले गर्दा जानु मन त थिएन। भाइहरूलाई फोन गर है केटा भनेको, फोन नगरी टाप हानिदिन् क्या केटाहरू। यसो मेरो गुरुजी मैले त ब्यालेन्स नि छैन यार, अब फोन कसरी गर्ने हो त फेरि तनाउँछु। यतै आइज भन्दै थिएँ, बुढाले नि हिँडेर चाहिँ सकम म आज सबै हाल्ने कोसिस गर्छु भनेको। खै हेरौँ के कस्तो हुन्छ। ब्याट्रीले साथ दिन्छ दिन्न। पावर ब्याङ्क त फुल त छ तैनी कतिको अब हेल्प लिन्छ नि हुन्छ होइन। सर्टकट बाटो जानुपर्ने हो क्या। बुढाहरू गइसकेको छन् हिँड्नु नसक्यो। दुपुर सासै फुल्यो। भर्खर त्यो डिलास मात्रै अहिले चाहिँ गइसकेछ।